फर्सी खाएपछि यसको बियाँ फाल्नुहुन्छ? यदि फाल्नुहुन्छ भने तपाईले एउटा पोषिलो खाद्य पदार्थ खेर फालिरहनु भएको हुनसक्छ। फर्सीको बियाँमा प्रोटिन, जिङ्क, म्याग्नेशियम, स्वस्थ बोसो, फाइबर र अन्य पोषक तत्व पाइन्छन्। त्यसैले आजको भिडियोमा हामी जान्नेछौँ फर्सीको बियाँमा के पोषक तत्व पाइन्छन्, यसका सम्भावित स्वास्थ्य फाइदा के हुन् र यसलाई कसरी खान सकिन्छ। नमस्कार, तपाईँ हेरिरहनु भएको छ प्रकृति दर्पण। अब जानौँ फर्सीको बियाँ खानुका सम्भावित फाइदा के हुन सक्छन्। नम्बर 1, रोग प्रतिरोधात्मक क्षमताका लागि उपयोगी। फर्सीको बियाँमा पाइने जिङ्क शरीरको प्रतिरक्षा प्रणालीले सामान्य रूपमा काम गर्न आवश्यक पोषक तत्व हो। त्यसैले सन्तुलित आहारको हिस्सा बनाएर फर्सीको बियाँ खानु शरीरलाई आवश्यक पोषक तत्व प्राप्त गर्ने एउटा राम्रो उपाय हुन सक्छ। तर एउटा कुरा याद राख्नुहोस्, फर्सीको बियाँ कुनै रोग उपचार गर्ने औषधि होइन। नम्बर 2, रक्तमा चिनी व्यवस्थापनमा सहयोग। फर्सीको बियाँमा प्रोटिन, फाइबर र स्वस्थ बोसो पाइन्छ। यी पोषक तत्वले खाना खाएपछि पेट भरिएको महसुस गराउन र समग्र आहारलाई सन्तुलित बनाउन सहयोग गर्न सक्छन्। त्यसैले मधुमेह भएका व्यक्तिले पनि आफ्नो समग्र आहार र चिकित्सक वा पोषणविदको सल्लाह अनुसार उचित मात्रामा यसलाई आहारमा समावेश गर्न सक्छन्। तर मधुमेह नियन्त्रणका लागि बियाँ मात्रामा निर्भर हुनु हुँदैन। नम्बर 3, हृदयको स्वास्थ्यका लागि। फर्सीको बियाँमा म्याग्नेशियम र असन्तृप्त बोसो पाइन्छ। सन्तुलित आहारमा यस्ता पोषक तत्व समावेश हुनु हृदयको स्वास्थ्यका लागि उपयोगी हुन सक्छ। तर हृदयलाई स्वस्थ राख्न बियाँ मात्र पर्याप्त हुँदैन। नियमित शारीरिक गतिविधि, कम नुन, सन्तुलित भोजन, पर्याप्त निद्रा र धूम्रपानबाट टाढा रहनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। नम्बर 4, तौल व्यवस्थापनमा सहयोग। तौल घटाउन खोजिरहनु भएको छ भने फर्सीको बियाँलाई पनि सन्तुलित रूपमा आहारमा समावेश गर्न सकिन्छ। यसमा प्रोटिन, फाइबर र स्वस्थ बोसो भएकाले केही समयसम्म पेट भरिएको महसुस गराउन सक्छ। यसले अनावश्यक रूपमा बारम्बार खाने बानी नियन्त्रण गर्न सहयोग गर्न सक्छ। तर ध्यान दिनुपर्ने कुरा, फर्सीको बियाँमा क्यालोरी पनि हुन्छ। त्यसैले धेरै खाँदैमा तौल घट्दैन। मात्रा नियन्त्रण अत्यन्त आवश्यक हुन्छ। नम्बर 5, पुरुषको प्रोस्टेट स्वास्थ्य। फर्सीको बियाँ पुरुषको प्रोस्टेट स्वास्थ्यसँग सम्बन्धित अध्ययनहरूमा पनि चासोको विषय बनेको छ। यसमा पाइने जिङ्क तथा अन्य पोषक तत्वले शरीरका सामान्य जैविक प्रक्रियामा भूमिका खेल्छन्। तर फर्सीको बियाँले प्रोस्टेट सम्बन्धी रोग निको पार्छ भन्ने दावी गर्नु उचित हुँदैन। यदि पिसाब गर्न कठिनाइ, बारम्बार पिसाब लाग्ने वा अन्य समस्या छ भने चिकित्सकसँग जाँच गराउनु आवश्यक हुन्छ। नम्बर 6, निद्रा र स्नायु प्रणालीका लागि। फर्सीको बियाँमा म्याग्नेशियम लगायतका पोषक तत्व पाइन्छन्। म्याग्नेशियम स्नायु प्रणाली र मांसपेशीको सामान्य कार्यमा भूमिका खेल्छ। फर्सीको बियाँमा ट्रिप्टोफान पनि पाइन्छ, जुन शरीरमा विभिन्न प्रक्रियासँग सम्बन्धित अमिनो एसिड हो। त्यसैले पर्याप्त पोषण भएको सन्तुलित आहारको हिस्सा बनेर यसले समग्र स्वास्थ्य र राम्रो निद्राका लागि अप्रत्यक्ष रूपमा सहयोग गर्न सक्छ। तर अनिद्राको उपचारका लागि बियाँलाई औषधिको रूपमा प्रयोग गर्नु हुँदैन। अब जानौँ फर्सीको बियाँ कसरी खाने। फर्सीको बियाँलाई सफा गरेर राम्ररी सुकाई हल्का बुटेर खान सकिन्छ। यसलाई सलाद, दही, ओट्स वा अन्य खानामा थोरै मात्रामा मिसाएर पनि खान सकिन्छ। तर धेरै नुन, चिनी वा तेल हालेर तयार गरिएको बियाँभन्दा सादा वा कम नुन भएको बियाँ राम्रो विकल्प हुन सक्छ। र सबैभन्दा महत्त्वपूर्ण कुरा, मात्रामा ध्यान दिनुहोस्। अब जानौँ कसले सावधानी अपनाउने। फर्सीको बियाँ सामान्य खाद्य पदार्थ भए पनि सबैको लागि एउटै मात्र उपयुक्त हुन्छ भन्ने हुँदैन। यदि तपाईलाई कुनै विशेष स्वास्थ्य समस्या छ, विशेष गरी मृगौला रोग, पाचन सम्बन्धी समस्या, खाद्य एलर्जी वा चिकित्सकले कुनै विशेष आहार प्रतिबन्ध लगाउनु भएको छ भने नियमित रूपमा धेरै मात्रामा खानु अघि स्वास्थ्यकर्मीसँग सल्लाह लिनु राम्रो हुन्छ। त्यसैले अब फर्सी काट्दा यसको बियाँलाई तुरन्तै फाल्नुको सट्टा सफा गरेर उचित तरिकाले प्रयोग गर्ने बानी बसाल्न सकिन्छ। सानो बियाँ भए पनि यसमा प्रोटिन, जिङ्क, म्याग्नेशियम, फाइबर र स्वस्थ बोसो जस्ता महत्त्वपूर्ण पोषक तत्व पाइन्छन्। तर सम्झनुहोस्, कुनै एउटा खाद्य पदार्थले मात्र शरीरलाई पूर्ण रूपमा स्वस्थ राख्न सक्दैन। स्वस्थ जीवनका लागि सन्तुलित आहार, नियमित व्यायाम, पर्याप्त निद्रा र स्वस्थ जीवनशैली सबैभन्दा महत्त्वपूर्ण हुन्छ। यदि तपाईलाई यो जानकारी उपयोगी लाग्यो भने भिडियो लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। यस्तै प्राकृतिक स्वास्थ्य, पोषण र स्वस्थ जीवनशैली सम्बन्धी जानकारीका लागि जोडिनुहोस् प्रकृति दर्पणसँग। धन्यवाद। स्वस्थ रहनुहोस्, सचेत रहनुहोस्।